अब हामी रुमदेखि निक्लिसकेको हाइवे आउन पर्ने हो क्या हामी यार। ल भोटिन्डाको डिस्ट्रिक्ट चाहिँ बजारमा यस्तो ह दिवाली दशहरा लागिसकेछ भोटिन्डामा नि। बन्द गर्नु भन्नु के झरे मान्छे मान्छन् हामी वास्तविकतामा रोकेको भनेको ठ्याक्क माथि छतको कपडा सामान जति झऱ्यो अरे भन्ने सुन्या हो। हामी चाहिँ खाना खान आएको यतिखेर रोक्यो। बिहान ठ्याक्क 7-8 बजे हिँडेको, अहिले बल्ल खाना खान रोकेको छ। भोक लागेर बुरा हाल पेटमा मुसा दौडिरहेछ। अब चाहिँ खाना खानुपर्ने अवस्था। हामी आयो साबा भन्ने ठाउँमा। थोप्रा यस्तो छ। साबा होटलमा आएर खाना खाएको मिठै भएन फाइनल्ली भन्दाखेरि। अब हामी फेरि टाइम पास गर्नको लागि यता माथि पुलतिर। यहाँ यो होटलमा कसैले भात नखानु होला, म त सिधै भन्छु यो साबा होटलमा कुछ लुक्स यस्तो हेर्नुहुन्छ मिठै भएन क्या दाइ। हामी चाहिँ यता अलि माथि साइडमा यो होटलमा चाहिँ खाना नखानु होला गाइस। भन सोल्टी हल्ले खर हल्ले यतिको त चल्छ के रे। खसी सबै खसिन्छ क्या हामीमा त खसिन्न। चादर हल्ले छ यार खसियो भने यत्र। ल साथीहरू एउटा चाहिँ दुःखदको खबर सुनाउन जाँदैछु। किनभने हाम्रो चाहिँ गाडी बिग्रेको अवस्था। बिग्रेको होइन झन्नै गाडी पल्टेन। यो हेर्नुहोस् गाडी चाहिँ यो हेर्नुहोस् ढल्के हो। खबर धुली चाहिँ यस्तो अहिले बाटोमा कहाँ मलाई पनि थाहा छैन के अरे। हाम्रो गाडी चाहिँ हल्का हावा लागेछ क्या भोटिन्डादेखि आउँदाखेरि, त्यही भएर एक साइड हल्केको छ अवस्था। गाडी चाहिँ उहाँ सबै मान्छेहरू सबै बाहिर हुनुहुन्छ। यो चाहिँ है गाडी यो हाम्रो यो के गर्ने दसैँ मनाउनु भनेर आएको नेपालतिर, तर नहोला जस्तो छ। खै भोलि बिहान पुग्नु भनेको यार अहिलेसम्म पनि पुगेन यार, के गर्ने जस्तै छ गाडी। दर्शकहरूको माहौल अब हेलो फाइनली गाइज हामी चाहिँ अब रातिको खाना खान अरू के
अरू सबैजनाले चाहिँ खाना खाने हुनुहुन्छ। म चाहिँ हल्का बाहिर घुमघाम। पछाडिको यस्तो देख्न सक्नुहुन्छ, यो पता नि हामी कहाँ आएको छु थाहै छैन होइन। यहाँ चाहिँ बोर्ड सिक्नुहुन्छ जुम्ला देवस धाबा अनि यो चाहिँ तीनटा गाडी हो। हामी आएको चाहिँ कुन चाहिँ म बिर्सेँ यार, यो बिचको जस्तो अवस्था छ। अनि म चाहिँ अलिक नखाने क्या यस्तो रातिमा, अब खाएर पनि के गर्ने हो, म मुत्नसम्म गाडी रोक्दिनँ नि, त्यही भएर कोल्ड ड्रिङ्क पिइरहेको छु अनि प्लस चिप्स खाएको अवस्था चाहिँ यस्तो छ। बिहान यहाँ 7 बजीदेखि चढेको, अझैसम्म बस्दा थाकिसकेँ म। कहिले नेपाल पुगौँला भन्ने भएको छ। तर बोर बहुत भइन्छ, यति लङ टुर त कसैले पनि नगर्नुहोस् होला भन्न चाहन्छु। किनकि मलाई चाहिँ भेजा लाग्छ है, हजुरलाई कस्तो के लाग्छ होइन त्यो त तपाईँलाई थाहा होला। मलाई चाहिँ बोर लाग्छ, त्यही भएर म चाहिँ यता घुम्ने जता पनि म खाना खानु रोक्यो कि यताउति भयो नि धेरै झर्छु क्या। अनि धेरै चुलबुले गर्ने बानी। ओके हामी चाहिँ अब 1 घन्टामा बोर्डर आउनेछौँ। सब सुतिसकेर चाहिँ हामीलाई मामाले गाडी रोकिदियो गाइस। बिहान 7 बजीतिर आइएको थियो, अहिले 1-1.5 घन्टा भइसक्यो हामीलाई रोकिदिएको यो चौकीभित्र। अब हामी चाहिँ यसो यतातिर जानुपर्ने छ, इमर्जेन्सीतिर। पछाडिको ब्याकग्राउन्ड चाहिँ यसो कुद्छु। हामीलाई रोकिदिएको यहाँ 1.5-2 घन्टा भयो यार पुलिस चौकीमा। यहाँ गाह्रो छ, धेरै मान्छे नहाल्नु भन्छु के अरे मैले त। धेरै मान्छे हालेपछि यस्तै हो, मामाले छोपिदिन्छ, भान्जाहरूले दुःख पाउँछन्। साथी सरी यार, मैले चाहिँ बोर्डरको भिडियो निकालेको थिएँ होइन, त्यसमा चाहिँ अलिअलि कतै बचाएको भएर म काटेर अपलोड गर्नेछु, नत्र त्यस्तै भयो। किनकि म बोर्डरको गराउनु हुन्थेन, तर यस्तै स्थिति परिस्थितिले गर्दाखेरि अलि चाहिँ सुनसान छ यतिखेर। ल यस्तो गर्मी छ कि पुरानो त्यस्तै भयो, झगडा सबै भयो। यो चाहिँ चनौटा चोक, यहाँबाट यता लेकार्निङडाङ, यता बुटोल हामी जान्छौँ। यता गयो चाहिँ डाङ तुलसीपुर, यता चाहिँ बुटोल। फाइनल्ली गाइज म चाहिँ घर जाने बाटोमा आइसकेँ। तर यहाँ चाहिँ नेपालमा पानी पर्ने लागेको छ। मौसम चाहिँ दामी छ, जो सरर हरियाली। यो चाहिँ बैरिया चोक। हामी यहाँबाट यता गइयो भने घरतिर, यता गइयो भने बुटोल, यता गइयो चाहिँ अर्घाँची सुप 4 नम्बर चोक यता पर्छ। मौसम जस राम्रो हो। फाइनल्ली साथीहरूसित नि भइसक्यो। हेलो धने कस्तो भयो बाल काट्दा? एउटा साथीले चाहिँ बाल काट्यो।
ल फाइनल गाइज म चाहिँ घर आएँ। घर आएर चाहिँ हल्का रेस्ट गरेर अनि अब भात खाने अवस्था। यो चाहिँ मेरो भतिजी, यता आइज न भतिजी। के र पारा कस्तो लाग्यो तँलाई? मिठाई लिएको थिएन त्यो एक प्लास्टिक लिएको त्यो मिठाईहरू के र एक प्लास्टिक मिठाई खाइसकिस् भनेपछि राक्षस नि भन्दा कम छैन सानो। ठिक छ मैले चाहिँ मिठाई थोरै लिएको थिएँ किनकि मलाई पनि थाहा थिएन कि म मिठाई लिएर आउँछु भन्ने। एक्कासी मिठाईको याद आयो अनि त्यसपछि अनि यहाँ चाहिँ यो छोरो यस्तो पारामा सुतेको छ अवस्था। यो चाहिँ छम्मासित लप पारे अहिले भन्ने सुनेको मैले। अब अहिले चाहिँ चेक गर्छु। यो चाहिँ मेरो प्यारी प्यारी छोरी। यो चाहिँ हल्का नक्कली हल्का मोटी डल्ली छु। हाम्रो चाहिँ यो किचन। हाम्रो यहाँ भाउजू राधा गरमजाज्यूले चाहिँ अन्डा बनाइदिनु लाउनु भयो मलाई। ल भिडियो अन्तिम गरौँ यहीँ ल।